गाइज अनि स्वागत छ हजुरहरूलाई हाम्रो भ्लगमा। आज चाहिँ हामी घुम्न जाँदैछौँ। पछाडि कति राम्रो राम्रो फुलहरू छ, देख्न सक्नुहुन्छ। मलाई कस्तो लाग्यो आज चाहिँ हामी झ्याउ लाएर शनिबार आइतबार हाम्रो छुट्टी हुन्छ नि त, अनि त्यही भएर हामी चाहिँ घुम्न हिँड्नेछौँ। अनि अब घुम्न जान्छौँ। खास हिजो हामी घुम्न जाने भनेको, अनि हिजोखेरि त्यत्तिकै घर सफा गर्ने के गर्ने गरेर हिजो गएनौँ हामी। अनि आज जान लागेछौँ। अहिले हामी यहाँ 3जना छौँ। रेडी गरिदिन्थ्यो। अनि अहिले त्यता गएपछि अझै एउटा हाम्रो साथी छन्, तिनलाई बोलाछौँ। घाममा बस्छौँ। अहिले चाहिँ जाडो जाडो भयो। यसरी बस्दैछौँ साथीहरू चुरासालाई कुर्दै। चुरासा कतिखेर आउँछिन्। चिसो हावा चल्छ। यता साइडमा चाहिँ कस्तो राम्रो ठाउँ छ कि यतापट्टि यता निसा छन्, यहाँ पछाडि बस्नलाई पनि छ। अनि हो यता साइडमा चाहिँ हिँड्ने बाटो चाहिँ कति राम्रो छ। साथी चाहिँ आइसकिन्, हामी चाहिँ यहाँ छौँ, तिमी चाहिँ उता पारि हिँड। हामी चाहिँ यता छौँ, तिमी चाहिँ उता पारिपट्टि हिँड। हामीलाई हेर्दै 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 तिमी चाहिँ तिमी त सिधै उतै गइनु। तिमी उता गइन्। हामी चाहिँ यहाँ हामी यहाँ हेरेर कस्तो राम्रो हेर तिमीहरू। रेणुका दिदी हेलो हेलो। हामी चाहिँ कस्तो राम्रो ठाउँमा आएको छौँ देख्नु हो। तर चुरासा चाहिँ कहाँ पुगिसक्यो नि। हेलो हेलो। चुरासा त गइन् के उता सिधै। अब फोन नि ल्याएन भन्दै थिइन्। झरिन् तल झरिन्। यहीँबाट देख्छिन् क्या। चुरासा उता हिँड्नु। उता तिमी चाहिँ उता पारि हिँड, हामी चाहिँ यता वारी छौँ। तिमी पारि म हामी चाहिँ गीत गाउँदै हिँड्ने। चिसो भएर भर्खर त झरनाको त्यो ठ्याक्क दसैँको बेलामा आएको थिएँ। के होला चिसो चिसो पानी झरनाको भन्ने होला। अर्नाको भन्ने या गरे के यो त या प्लिज हो क्या। दिदीको या देख्न पाइएन। चुरासा कहाँ गइन्? चुरासा खै चुरासा हाम्रो चुरासा उता हिँड्नु। हामी यता हप्पालतिर आउँदै। मलाई तर लास्टै जानु भयो गाइसहरू। हिरो नि भएर आएपछि त्यस्तै हो साथीहरू। स्टाइल पारेपछि धेरै रुख भएकै ठाउँतिर जाने शीतलको लागि भनेर हिँडेको। तर गर्मी चाहिँ गर्मी थियो। तर उदाउँदै जाऊँ न त हामी ल खोला हुँदै। हामी नि यही बाटो जान लाग्यौँ साथीहरू। खोला बनाउँदै यहाँ चाहिँ बाटो बनाउन लाग्यो मिलेर। चाहिँ यताबाट हिँड्दै जान्छौँ। चप्पल खोलेर हिँड्नु भएको हेर्नु न। सन्ध्या त्यसरी नै मजा लाग्छ। वा चिसो छ पानी। तर मजा आउने रहेछ। यहाँ खोलामा पनि आइयो साथीहरू। कस्तो चिसो पानी। हामी चाहिँ यताबाट भएर यसरी यता चुरासालाई भेट्न आयौँ। साथीले मोबाइल हराइछन्। त्यही भन्न त दिन त दिएको एउटा नम्बर दिएको। यसमा फर्म भर एड्रेस लेख के गर भन्दै थियो। म नआएर त भेटिन्छ ढिलो भेटेपछि नत्र भेटिन्न। मोबाइल भेटिनु सक्छ नभेटिनु सक्छ। रोएन हौ मोबाइल हराउँदा। मोबाइल हराएर जान्छ त। तिम्रो ब्याङ्कको सबै त्यसैमा त मोबाइलको त मलाई मतलब लाग्ने दिएको ह्याङ चाहिँ कहिले पनि चलाउँदैन थियो रुममा खाँदै। अनि त्यो लाखाले सिम हरायो नि त। सिममा सबै आरु फले आरु बखडा हो कि आरु हो? पाके जस्तो छ यो मैले सम्झनालाई। आरु बखडा हो कि आरु हो र? आरु हो त। ए हामी चाहिँ यस्तो टिप्यौँ। खाना पाइन्छ भनेर चाहिँ हामीले खाएको है। नुनसँग खानु हुन्न होला। मिठो खायो। हिँडेरको पाक्यो खबरहरू पाक्यो नि यत्रो त हो नि। मिठो खायो होइन।
ओइ पाक्यो भने बोलाउ ल सादेर खाने म पाकेपछि उ त अलि धेरै टिपेर आउँ न घर घर खानु सासुले लगिदिएको थियो त यत्रो भला लिएर बोला यसपालि आफै आउनु सकिन के नि अलि धेरै टिप न यत्रो रहेछ बुट चिया खाएको चिप्रे खालो गयो कि नत्र कति मिठो भयो रोपे के पुरै उहाँदेखि अनि फेरि उहाँसम्म पुरै आरुको बुट छ अनि सबै आरु फले के पनि मन न लद्दु फुटिसक्यो होला कहिले पाक्छ खाना आउँछ कहिले पाक्छ र नि खाना आउँला भनेर चुरासा त्यत्रो टमाटर अरे अनि समय भन्छु भने समय लाग्छ आइसक्यौँ हामी घुम्न जाने भनेको त्यहाँ चाहिँ हामी आइसक्यौँ साथीहरू यहाँ तातो हुन्छ कि यहाँ बसेपछि बस्छ त लाग्यो खुट्टामै लाग्यो बहुत अनि चुरासानी बस्छ ल एकजना मलाई डाइलग चिप्काइहाल्यो हामी चाहिँ अब यहाँ बसेर नि भइसक्यौँ अब उठ्यौँ देख्न सक्नुहुन्छ हाम्रो सन्ध्या बहिनीलाई जाडो भएर दिउँ मेरो कपडा खोलेर लाउँछौ दिउँ मेरो कपडा हामी चाहिँ यहाँबाट निस्क्यौँ साथीहरू अब हामी जान्छौँ अर्को ठाउँमा हेलो 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 आउनु किनेको चिठी आएर काफल हाथमा फल्यो हा तर फले नै भाइ अस्ति निको जस्तो त फल्छ अहिले फल्ने बेला होइन गाडी कहाँ फल फुल हो त्यो त साँपले खाना होइन र साँपले खाँदैन के खान्छ मान्छेले खान्छ तर त्यहाँ सर्नु हाम्रो यहाँका दिदी जानुभयो त्यस्तो नदिनु कस्तो ल्याउनुको स्वाब हुन्छ कि कस्तो भनेको रातो आलु के त्यो रातो खान्छन् अघि ओइ कस्तो राम्रो खान्छन् कि कस्तो र मैले खाऊ त तिमीलाई केही भएन भने बल्ल हामी खान्छौँ कति राम्रो दिदी आउनु न पछाडि नि छ दिदी आऊ हामी चाहिँ यस्तो पहिलोपटक देखेँ आएर मैले यस्तो खान्न म त त्यहाँ कि दुई त खान्छु ल खाऊ यो कुहेको रहेछ यार ल खाऊ कुहेको रहेछ खाऊ न यति भयो वा मिठो रहेछ किरा नि हो यहाँ त्यही हेरेर खाएको मैले ऐसेलु जस्तै छ तर टेस्ट चाहिँ ऐसेलुको जस्तै खास किरा रहेछ भाइ दिदी मलाई थाहा थिएन तर धेरै स्वाद पनि छैन त्यस्तो गुलियो पनि छैन ए भाइ दिदी आउनु त्यो झाडीमा धेरै नजानु साँप आउँछ हुन्छ कि सन्चै साग हुन्छ कि यस्तो घरमा त खान्न ल्याउनुमा खान्छु मर्दैन मन कालेको नि नेपाली घर मर्छ सही डायलग कस्तो लाग्यो दिदी सत्तो गयो नि यो पलम हेर पलम भाइ यहाँ हेर्नु कस्तो राम्रो बस्ने ठाउँ हजार ल ल रेणुका दिदीले गीत गाउनुहुन्छ अरे ल 1 2 3 हेर न दिदी कति राम्रो तर साँच्चीकै हाम्रो रेणुका दिदीले गीत राम्रो गाउनुहुन्छ तर लजाउनुहुन्छ बोखर बन्छ त्यहाँ फले हा खै थाहा अब मलाई के त म पनि बोखर आएको छु यहाँ यस्तो राम्रो चिनेको त सबै आइछ कि के यस्तो राम्रो ओ यहाँ पिकनिक बसेर खानु नि राम्रो होइन ड्राई पिकनिक बस्न यहाँ सुतेर टिकटक बनाएको हुन्छ हो उनीहरूको चाहिँ पहिला यहाँ कस्तो राम्रो ठाउँ यहाँ यता देखाएको यहाँ पानी आयो भने यहाँबाट पानी आयो भने कस्तो राम्रो देखिन्छ होला है छर 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 पानी आयो भने कस्तो राम्रो है हेर्नु न राम्रो होइन हजुर देख्न सक्नु यता यता पनि बाटो छ ए हामी चाहिँ यता जाँदै हौँ
हामी भर्खर यताबाट यसरी आएको होइन यहाँ पानी आयो भने त कस्तो मजा आउँछ होला न बस्न हामी त कस्तो राम्रो ठाउँमा छ यहाँ हेर्नु न हामी चाहिँ त्यहाँ छिम के त्यहाँ छिम खोलामा आऊ यहाँ कस्तो राम्रो फुलहरू फुलिरहेको छ रेणुका तिनीहरू आएन छोडिदिनु रेणुका दिदी र म हामी दुईजना गएर त्यहाँ खोलामा एकछिन खेल्छौँ अनि त्यसपछि अनि हामी घर जान्छौँ हामी यहीँबाट जाऊँ बेकारमा आएन हे किन जाऊँ क्या यहाँबाट यसरी हामी चाहिँ यहाँ जान्ला म जान्छु जाम सन्ध्या हामी यहाँबाट कहाँ होला नि यो सन्ध्यालाई हेर्नु जाऊँ भनेको मान्ने मान्दिनँ नभए हामी चाहिँ यहाँ यस्तो भिडबाट यहाँ तल झन् तिनी नि गइन् म एक्लै यहाँ होइन अड्किएको आऊ के हामी त यहाँ खोलामा छौँ होइन मलाई यहाँ देख्न सक्नुहुन्छ हेर्नु न म नि आएँ जान्छु अब साथीहरू कस्तो मजा आउने शीतल भर्खर चाहिँ यहाँ आएर त हेर्नु वाउ आऊ के भाइ त्यो मान्छेलाई हेर्नु न मजा आयो तर नधर्ने अरे के यतैबाट जाऊँ अब तिमी उताबाट आऊ अरे ओ रोक्यो म आउँछु म चाहिँ यताबाट जान्छु अच्छा कति चिसो भयो खुट्टा ठिरायो हामी चाहिँ त्यहाँबाट हिँड्दै हिँड्दै यस्तो पार गरेर हामी खोला चिसो भयो भर्खर त खुट्टै हामी चाहिँ यस्तो रमाइलो भइरहेको छ कि मलाई यहाँ दिदीले तान्नुहुन्छ यस्तो बाटो जाँदैछु म त चढ्न नि सक्दिनँ है तर कस्तो रमाइलो भयो हामी चाहिँ त्यहाँ तल गएर आएको अब चाहिँ हामी माछाको त जोडी छ यार हाम्रो कहाँ होला जोडी रेणुका माछाको त जोडी छ यार मेरो जोडी कहाँ होला यहाँ कस्तो राम्रो फुलहरू वा गेमहरू पनि छ कि हामी चाहिँ यहाँ गेम खेल्छौँ यो खेलौँ न जान्छ यो कति मजा आउँछ यो वाला आउने यो वाला खेलौँ यो वाला मजा आउँछ के भएर ल हामी चाहिँ यसरी चारजना चारतिर फर्किँदै खेल्यौँ आऊ के चुरा छ तिमी नि आऊ न अलि राम्रो गीत गाऊ न अनि यहाँ पनि माइजू आई डोली बुबु माम सुक्का काफल गेडी कुटुक्का बिरालो भन्छ म्याउ म्याउ अगुरिटो भन्छ अब युट्युबमा हाल त्यहाँ कुन गीत गाउने ल सबैलाई छुट्टिन राम्रो ए साथी तिमी ए म यसरी बसेर म यसरी बसेको यिनलाई गाह्रो पर्दैन कि म यस्तै गर्छु ल मलाई त मजा आएको झुला झुला जस्तो मेरो नि ढाकेर राखेको
गएको आज नि मेरो पैसा बुझेर नसक्ने यो ये दोस्ती हम नहीं तोड़ेंगे चापी लगा रे आया नि कति जानी हो अस्तिको तिम्रो सेफ्टीको लागि हो यो तिम्रो सेफ्टी ल यहाँ छ म यहाँ हो त तिमी लोटो हो तिमी लोटो हो नि म ऊ त दुलोभित्र पसेर आउँछु ल आउनु रेणुका दिदी आउनु रेणुका दिदी ओइ कस्तो यहाँ त चप्पल नलाइकन आउने हो ल अम्बो यहाँ हेर न कस्तो छ ल सन्ध्या ल सन्ध्या नि आउँदैछन् मेरो नि चप्पलै चुटेर दिदी सबैजना त्यस्तरी त्यस्तरी यो उसको मोबाइल राख्नु त यो तिम्रो मोबाइल ल आउनु ल हामी दुईटा त त्यहीँ पऱ्यो आया तल मान्छेहरू त डर लागेर नि सन्ध्या हिँड्दैन काले थियो अनि यिनीहरू पहिला जान्छ नि केही भएन भने जान्छु भनेर कति भएर नि खेलेन उता खेल्यौँ अनि हामी चाहिँ अब घर जान लाग्यौँ यहाँ ओइ भाँच्यो ल हौ पैसा तिराउला मेरो चप्पलै छुट्यो यस्तो भन्नुहुन्न हो यहाँ हेर त मेरो चप्पलको हालत फाइनल चप्पल भएर नि म फाइनली गरिब भएँ गरिब म गरिब भएँ होइन म पहिल्यैदेखि गरिब थिएँ साथीहरू सम्म मान्छेलाई केही भएको थिएन अब फेरि जाडो हुन सुरु भइसक्यो यहाँ हेर्नु अहिलेसम्म त्यत्रो भइसक्यो मलाई चप्पल यहाँ चुटेर साथीहरू म अहिले यहाँ खाली खुट्टै हिँडेको बाटोमा उज्यालो हुँदाखेरि घरबाट निस्केको थियौँ हामी घर जाँदाखेरि यस्तो राति भयो साथीहरू खाइन्जु भन्ने के खाइन्जु खाइन्जु खानेकुरा किन्ने ठाउँ हो भन खाइन्जु खानाको लागि बाटोमा मोबाइल हेर्दै नि केहीको सुख छैन कि त्यो मोबाइल त 24 घन्टा यसो हो क्या त्यो घर गएर हेरि नि हुन्छ नि त्यो दाँतको कुरा होइन तिमी त मोबाइलको कुरा त घर गएर हेऱ्यो हुन्न कति फुर्सद नभएको हो क्या रेणुका दिदीले हात पछाडि लाएर जाडो भयो अहिले चाहिँ हामीलाई जाडो भएछ थरथर कामे हम सबै जाडो भएर अहिले चाहिँ आज चाहिँ गर्मी भयो अहिले चाहिँ बेसरी चिसो हावा चऱ्यो जाडो भयो अहिले चाहिँ अब हामी घर जाँदैछौँ हाम्रो आजको भ्लग यहीँसम्म छेहरू बाई भ्याइयो त्यही हो हाम्रो भिडियो हेरेर लाइक सेयर सब्सक्राइब सबै गरिदिनु भयो चाहिँ हामी घर जान्छौँ त्यही हो बाई